Hello guys, good morning. Welcome to next vlog. Company to hostel है आजको vlog चाहिँ. जेपी प्रिन्टर. अब हामी यहाँबाट सर बाटो जान्छौँ. यहाँनिर खाना खजाहरू पनि पाउँछ. र हामी चाहिँ आज नाइट ड्युटी सकेर सर रुममा आउँदैछौँ होइन. अब खाना खानुपर्छ. यहाँबाट सर होटल जाने. यो हाइवे छ सानो भने उतापट्टिको हाम्रो होस्टलहरू छ. पछाडि कम्पनी छ हाम्रो सरसँगले. मौसम चाहिँ हल्का पानी पर्न लागिरहेछ होइन. गाडीहरू पनि कुदिरहेछ. चहल पहल राम्रै छ. ए गाइज अब यहाँबाट हामी खाना लिन जानेछौँ. खाना म चाहिँ खाना नलिने आज रोटी लिन जानु लागिरहेको छु है बङ्गालीकोमा. UV T र रहेको चाहिँ यस आर. यतापट्टि यस्तो छ. पानी पर्दैछ. मौसम चाहिँ हल्का चिल पाराको छ होइन. चट्ट रोटी खाने गुन्द्रुकका सुत्दै दामी पाराको निन्द्रा आउनेवाला छ आजको दिन चाहिँ. बस पनि आउँछ. रेसिममा लाग्छ बजार चाहिँ. त्यसमा लाग्छ. हरेक चिजहरू पाइन्छ. मलाइको यहाँ नमाज गर्ने ठाउँ छ. उतापट्टि बल खेल्ने ठाउँ छ. हाम्रो फुटबल भलिबल दुइटैको लागि बेटर. कतारमा चाहिँ किन नि फाइनल्ली रोटी आयो हाम्रो. हामी होस्टेलतिर जाँदैछौँ. आठ साल भइसक्यो घर गएको छैन.